न्यूज टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्ण महर्जनको तर्फबाट जोजोलपा नमस्कार अनि अभिवादन। यो कार्यक्रम जनसवाल कार्यक्रममा हामीले नेपालका आदिवासी जनजाति र सम्पूर्ण नेपालीहरूको जनताको सवालको विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौँ। अहिले जनताको सवाल भन्दाखेरि हामीले नेपालका आदिवासी जनजातिहरूले उठाउँदै आएका मुद्दा र जनजाति महासङ्घले गरेका आन्दोलनका विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। नेपालका आदिवासी जनजातिहरूको साझा सङ्गठन नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामजीलाई आमन्त्रण गरेका छौँ। उहाँसँग अब कुराकानीतर्फ लागौँ। जगत बरामजी नमस्कार। जोजोलपा नमस्कार। जोजोलपा तपाईँ अहिले जनजाति महासङ्घको अध्यक्ष हुनुहुन्छ र जनजाति महासङ्घले विभिन्न मुद्दा लिएर अहिले सडकमा आइरहेको अवस्था छ, आन्दोलन गरिरहेको अवस्था छ। संविधान निर्माण भएर अब कार्यान्वयनतिर एकातिर छ, अर्कोतिर तपाईँहरूले संविधान संशोधन लगायतका कुराहरू लिएर जुन आन्दोलन गरिराख्नु भएको छ, यो आन्दोलनका मुद्दाहरू बुदागत रूपमा भन्नुपर्दाखेरि के हो तपाईँहरूको? हामीले चाहिँ लामो समयदेखि चाहिँ आदिवासी जनजातिको चाहिँ पहिचानलाई चाहिँ बढी आत्मसात गरेर अगाडि बढेका छौँ र हाम्रो धेरै मुद्दाहरू छन्, धेरै मागहरू छन्, हाम्रा धेरै सवालहरू छन् र ती सवालहरू चाहिँ पुराना सवालहरू जतिका तति छन्, तर पछि पनि थपिँदै आइराखेको छ। र यो विषयमा चाहिँ हामीले सबैभन्दा पहिला चाहिँ कस्तो भने यो मुलुक चाहिँ संविधान बन्नुभन्दा अगाडि चाहिँ हामीले बारम्बार भनेका थियौँ कि यो देश चाहिँ सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक देश हुनुपर्छ भनेका थियौँ। त्यस कारणले गर्दाखेरि यसको मूलभूत रूपमा चाहिँ सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी सिद्धान्तलाई चाहिँ अवलम्बन गर्नुपर्छ भनेर हामीले सुरुदेखि भनिआएका थियौँ। र त्यसपछि त्यसभित्र पनि अझ हामीले जस्तो सङ्घीयताको कुरा गरिराख्दाखेरि चाहिँ सङ्घीय राज्यहरू चाहिँ जस्तो कि हामीले नेपाल आदिवासी जनजातिको दृष्टिकोणले चाहिँ हामीले बारम्बार भनेका छौँ कि नेपालमा चाहिँ 11वटा चाहिँ प्रदेशहरू हुनुपर्छ, त्यो प्रदेश चाहिँ जातीय पहिचानको आधारमा हुनुपर्छ भनेर हामीले बारम्बार भनेका छौँ र भनिराखेका छौँ पनि र पछि पनि भन्नेछौँ भन्ने हामीले गरेका छौँ। र विशेष गरेर चाहिँ जस्तो कि संविधान सभाको चाहिँ 2064 सालमा निर्वाचन भयो र त्यो निर्वाचन भइसकेपछि चाहिँ संविधान सभाभित्र चाहिँ यो विषयवस्तुले ठुलै रूप लिएर त्यसको बहस भयो र हामी आदिवासी जनजातिहरूले चाहिँ बारम्बार भनेका थियौँ कि जस्तो कि 11वटा प्रदेश हुँदै जाँदाखेरि चाहिँ त्यो प्रदेशहरू जातीय पहिचानको आधारमा हुनुपर्छ भनेर हामीले एक नम्बरमा भनेका थियौँ। र दोस्रो नम्बरमा चाहिँ हामीले फेरि के भनेका थियौँ भने सबै राज्यको हरेक तहमा चाहिँ आदिवासी जनजातिहरूको मात्रै नभएर हामीले त आदिवासी जनजातिको मात्रै वकालत गरेका छैनौँ, हामीले त दलितको पनि वकालत गरेका छौँ, मधेसीको पनि वकालत गरेका छौँ, हामीले त तपाईँको खस क्षेत्रीहरूको पनि वकालत गरेका छौँ, महिलाहरूको वकालत गरेका छौँ, मधेसीहरूको वकालत गरेका छौँ। र हामीले के भनेका छौँ भने त्यो गर्दाखेरि चाहिँ राज्यको हरेक तहमा चाहिँ तपाईँको संसदमा होस् अथवा चाहिँ स्थानीय तहमा हो किन नहोस्, अथवा चाहिँ रोजगारीको सिलसिलामा होस् अथवा अरू कुनै राजदूत नियुक्तिदेखि लिएर मन्त्री परिषद बनाउने कुरादेखि लिएर सबै ठाउँमा चाहिँ जातीय जनसङ्ख्याको आधारमा चाहिँ समानुपातिक प्रतिनिधित्व चाहिँ गराउनुपर्छ भनेर हामीले भनेका थियौँ। र तेस्रो नम्बरमा हामीले के भनेका थियौँ भने यो राज्य चाहिँ जस्तो चाहिँ गणतन्त्र आइसकेपछि गणतन्त्र सँगसँगै चाहिँ सङ्घीयता सँगसँगै चाहिँ हामीले के भनेको यो राज्य धर्मनिरपेक्ष पनि हुनुपर्छ, एउटै मात्रै धर्मलाई चाहिँ राज्यले अँगाल्नु हुँदैन पनि भनेका थियौँ। र त्यसपछि फेरि हामीले के पनि भनेका थियौँ भने यो प्रदेश यो हामीले जो 11वटा प्रदेशको परिकल्पना गरेका छौँ त्यो 11वटा प्रदेशसँगै यो राज्यको चाहिँ सरकारी कामकाजको भाषा चाहिँ तपाईँको आदिवासी जनजातिहरूको भाषालाई पनि राख्नुपर्छ भनेर भनेका थियौँ। र त्यो पछि फेरि हामीले चाहिँ जस्तो आदिवासी जनजातिहरूको चाहिँ तपाईँको जो विभिन्न चाहिँ थोरै सङ्ख्यामा भएका पनि समुदायहरू छ नि, त्यो थोरै सङ्ख्यामा भएका चाहिँ आदिवासी जनजाति समुदायको पनि तपाईँको चाहिँ उनीहरूको चाहिँ भाषाको संरक्षणको लागि, उनीहरूको धार्मिक संरक्षण, उनीहरूको सांस्कृतिक संरक्षण, उनीहरूको आर्थिक विकासको लागि, सबै खाले चाहिँ विकासको लागि चाहिँ स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरू पनि हामीले परिकल्पना गरेका थियौँ। र त्यसपछि यो हुँदै जाँदाखेरि चाहिँ हामीले के भन्यौँ भने जस्तो कि नेपालमा यति धेरै राज्यकै तथ्याङ्कमा छ कि यति धेरै 100 चाहिँ तपाईँको 23-25 कति चाहिँ जातिहरू छन् होइन, त्यतिकै सङ्ख्यामा चाहिँ केही तलमाथि गरेर चाहिँ त्यति नै भाषा बोल्ने पनि चाहिँ भाषाहरू पनि छन्। तर उनीहरूको पनि संरक्षण सम्वर्धनको लागि चाहिँ तपाईँको आदिवासी जनजातिहरूको लागि त्यस्तै किसिमको आदिवासी जनजाति आयोग बनाउने, त्यस्तै तपाईँको चाहिँ मधेसीहरूको लागि मधेसी आयोग बनाउने, यस्तै किसिमले अगाडि बढ्नुपर्छ भनेर विविध खाले चाहिँ हामीले हाम्रो माग मुद्दा र सवालहरू लिएर हामी अगाडि बढेका छौँ। त्यसैले हाम्रो यो सवाललाई चाहिँ
जबसम्म चाहिँ राज्यले सम्बोधन गराउँदैन, जबसम्म चाहिँ राजनीतिक दलहरूले यो हाम्रो चाहिँ सवालहरूलाई चाहिँ सम्बोधन गराउनको लागि तत्परता देखाउँदैन, तबसम्म चाहिँ आदिवासी जनजाति आन्दोलन चाहिँ एक ढिक्का भएर अगाडि बढिरहन्छ। अहिले तपाईँहरूले जारी राखेको आन्दोलन भनेको यो सार्वजनिक विधा कटौतीको सवाल र अहिलेको अवस्थामा यो पहिचानको आधारमा प्रदेशको नामाङ्करणको सवाल, साथै चाहिँ जुन स्वायत्त क्षेत्र, संरक्षित विशेष क्षेत्र, यी क्षेत्रहरू निर्माणको सवालमा तपाईँहरूले मुद्दा मूलभूत रूपमा अहिले तत्कालीन रूपमा मुद्दा ल्याउनु भएको छ। यो मुद्दा चाहिँ अहिले सम्बोधन होला त तपाईँहरूको? यो होइन, यो सम्बोधन त हुनुपर्छ। किनभने नि हामीले चाहिँ बारम्बार के भनेका छौँ भने यो देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र देश नेपाल हो। हामीले चाहिँ के भनेका छौँ भने लोकतन्त्रमा सबैको पहिचानले चाहिँ स्थान पाउनुपर्छ भनेका छौँ, सबैको पहिचानले चाहिँ तपाईँको सम्मान पाउनुपर्छ भनेका छौँ। र संविधानमै लेखेको छ कि सबै जात जातिको सांस्कृतिक रूपमा होस् अथवा धार्मिक रूपमा होस् अथवा सामाजिक रूपमा होस्, सबैको समान सहभागिता अथवा सबैलाई चाहिँ सबैको चाहिँ भाषा बोल्न पाउने, संस्कृति मान्न पाउने, मनाउन पाउने भन्ने संविधानले ग्यारेन्टी गरिसकेपछि हामीले त के सोचेका थियौँ भने आदिवासी जनजातिहरूले चाहिँ लामो समयको आन्दोलन पश्चात चाहिँ देशमा चाहिँ गणतन्त्र आइसकेपछि लोसारको बिदा पाएको थियो, तपाईँको चाहिँ उभौलीको चाहिँ सार्वजनिक बिदा पाएको थियो, तपाईँको चाहिँ अरू विविध खाले हामीले चाहिँ जो सांस्कृतिक बिदा पाएका थियौँ नि, सार्वजनिक बिदा, त्यो चाहिँ हामीले चाहिँ लागेको चाहिँ के थियो भने अब झन् लोकतान्त्रिक सरकारले चाहिँ लोकतन्त्रलाई मजबुत बनाउनको लागि यी चाहिँ तपाईँको विभिन्न चाहिँ जात जाति, आदिवासी जनजाति मात्रै होइन अरू पनि विभिन्न खाले जात जातिले चाहिँ मनाउने उनीहरूको सांस्कृतिक पर्वमा दिँदै आएको सार्वजनिक बिदालाई अझ परिष्कृत गरेर अझ सभ्य र भव्य, त्यसमाथि पनि अझ सरकारको चाहिँ लगानीमा, सरकारको आयोजनामा चाहिँ त्यो चाडपर्वलाई चाहिँ बडो हर्षोल्लासका साथ चाहिँ मनाएर लोकतन्त्रको चाहिँ सही प्रयोग हुन्छ भन्ने हामीले अपेक्षा राखेका थियौँ। तर हामीलाई लागेको त यो लोकतान्त्रिक सरकार भनेर भनेका छौँ, तर लोकतान्त्रिक सरकारको व्यवहार चाहिँ निरङ्कुश रह्यो। त्यसैले हामीले के भनेको छौँ भने यो सरकारले जसरी यो अहिलेको निरङ्कुश व्यवहार गरेको छ नि, यो निरङ्कुश व्यवहार गर्यो भने जनतालाई बढी चाहिँ तपाईँको थिचोमिचो गर्ने पाएको अधिकारलाई पनि तपाईँको खोज्ने काम गर्यो भने त देश फेरि शान्तितिर त जाँदैन, देश त फेरि युद्धतिर जान्छ, द्वन्द्वतिर जान्छ। त्यस भएर मैले चाहिँ के तपाईँलाई आग्रह गर्न चाहन्छु भने तपाईँको चाहिँ यो राज्यले अझै यस्तै थिचोमिचो, अन्याय, विभेद र चाहिँ यस्तो षड्यन्त्रमूलक व्यवहार गर्दै जाने हो भने यो सरकार पनि त फेरि यही सरकार चाहिँ रहिरहन्छ भन्ने पनि हुन सक्दैन। किनभने जनता त आन्दोलित भइसकेका छन्, तपाईँको चाहिँ मधेसीहरू आन्दोलित छन्। मधेसीले बारम्बार भनेको छ कि हाम्रो माग मुद्दाहरू संविधानले समेट्न सकेका छैन, संविधान संशोधन गरेर त्यो माग मुद्दाहरू चाहिँ संविधानले सम्बोधन गराउनु पर्यो भनेर मधेसीहरूले बारम्बार भनेका छन्। तपाईँको चाहिँ हामी आदिवासी जनजातिहरूले पनि बारम्बार भनेका छौँ कि समानुपातिक समावेशी सिद्धान्तको सही प्रयोग भएन, आदिवासी जनजातिहरूलाई चाहिँ दिएको अधिकारहरू चाहिँ त्यसलाई लिपिबद्ध र त्यसलाई चाहिँ तपाईँको समृद्ध र अलिकति चाहिँ तपाईँको सम्वर्धन प्रवर्धन गर्नु त कहाँ छ अझ उल्टो दिएको अधिकारहरू पनि खोसिएको छ। त्यस कारणले गर्दाखेरि बिस्तारै अहिले तपाईँको चाहिँ खस क्षेत्रीहरूले पनि आन्दोलन तयारी गरिराखेका छन्। तपाईँको खस क्षेत्रीले के भनेका छन् भने जस्तो कि नेपाल जो विभिन्न क्लस्टर बनाएको छन्, जस्तो आदिवासी जनजाति यति प्रतिशत, खस क्षेत्री अथवा चाहिँ खसारी यति प्रतिशत, दलित यति प्रतिशत भनेर जो एउटा चाहिँ बनाएको छ। तर के भइरहेको छ भने यो खस आर्यमा पनि जस्तो खस आर्यको दुईटालाई जोड्दाखेरि चाहिँ 31.2% बनाएको छ होइन। त्यो प्रतिशत पनि के गरेको छ भने अब नेपालमा चाहिँ 18% भन्दा बढी क्षेत्री छन्, 12% जति आर्य छन् होइन। अनि क्षेत्री र आर्यको चाहिँ त्यो मिक्स गर्दाखेरि 31% जति पुग्यो। त्यो पुग्दाखेरि के भइरहेको छ भने खस क्षेत्रीहरूलाई चाहिँ समावेश नगराउने, त्यो दुईटैको चाहिँ तपाईँको चाहिँ सङ्ख्यामा चाहिँ धेरै जसो आर्य समुदायको मान्छेहरू मात्रै अथवा ब्राह्मण समुदायको मान्छेहरू मात्रै गइराखेको छ। त्यसरी क्षेत्रीहरूसँग पनि हाम्रो कुरा भइरहेको छ। उहाँले पनि भन्नुभएको छ समानुपातिक समावेशी सिद्धान्त चाहिँ यो राज्यले सही किसिमले चाहिँ प्रयोगमा ल्याएन, त्यस कारणले गर्दाखेरि नेपालका चाहिँ खस क्षेत्रीहरू पनि अब आन्दोलित हुन्छ भनेर उनीहरूले भनिराखेको छ। त्यस कारणले गर्दाखेरि हामीले बारम्बार के भनेका छौँ भने यदि हामी आदिवासी जनजातिको माग मुद्दाहरू जस्तो कि हामीले बारम्बार भनेका छौँ कि तपाईँको यो सरकारले लोसारलाई खाइदिएर चाहिँ के समृद्ध बन्छ, उभौली खाएर समृद्ध बन्छ, अथवा चाहिँ थारूहरूको माघी मगरहरूको माघे सङ्क्रान्ति खाएर चाहिँ सरकार समृद्ध बन्छ। त्यसरी हामीले बारम्बार भनेका छौँ कि यदि मुलुकलाई समृद्ध बनाउने हो भने, मुलुकलाई विकसित बनाउने हो भने यहाँका चाहिँ आदिवासी जनजातिहरूको पहिचानलाई चाहिँ सम्मान गर्नु पर्यो, पहिचानलाई सम्बोधन गर्नु पर्यो, अनि मात्रै मुलुक समृद्ध बन्छ। होइन भने पहिचानलाई चाहिँ व्यवस्था गर्ने, दिएका अधिकारहरू खोज्ने हो भने त समृद्धि होइन, यो देश त फेरि द्वन्द्वतिर अवश्य जान्छ। त्यसैले हामीले बारम्बार यही कुरा भनिरहेका छौँ। अहिलेको अवस्थामा यो 7वटा प्रदेश निर्माण भइसकेको छ, चुनाव पनि भइसकेको छ, प्रदेशको नामाङ्करणको सवाल पनि छ।
3 नम्बर प्रदेशकै भनौँ 3 नम्बर प्रदेशमा चाहिँ आदिवासी जनजातिले नेवा तामसालिङ प्रदेशको कुरा माग गरेर हामीले प्रस्ताव गरिसकेका छौँ। त्यो प्रस्ताव तपाईँहरूको आदिवासी जनजाति बाहेकले चाहिँ बागमती प्रदेश, नारायणी प्रदेश, पशुपति प्रदेश, स्वयम्भू प्रदेश या अन्य प्रदेश भनेर नामाकरण गर्न प्रयास गरिरहेका छन्। उहाँहरूले पनि प्रस्ताव ल्याइरहेका अवस्था। त्यसरी नाम राख्दाखेरि के भिन्न हुन्छ तपाईँलाई? होइन, हामीले त के भनेका छौँ भने नि हामीले बारम्बार भनेका छौँ कि पहिचानको आधारमा चाहिँ राख्नुपर्छ भनेर हामीले बारम्बार भनेका छौँ नि प्रदेशको नामाकरण। जस्तो कि तपाईँले चाहिँ अहिले भर्खरै भन्नुभएको जस्तो बागमती प्रदेश राख्दाखेरि अथवा तपाईँको चाहिँ पशुपति प्रदेश राख्दाखेरि के त्यो यो 3 नम्बर प्रदेशको नाम बागमती राख्दाखेरि बागमती नदीले के त्यो नाम अनुभूत गर्न सक्छ? अथवा पशुपतिले त्यो नाम चाहिँ पशुपतिले चाहिँ अनुभूति गर्न सक्छ? पशुपतिले चाहिँ ल 3 नम्बरको प्रदेशको नाम चाहिँ पशुपति राखेछ, म गर्व छु, मेरो चाहिँ पहिचानलाई चाहिँ सम्मान गर्यो राज्यले, उसले भन्छ। तर हामीले के भनेका छौँ भने बारम्बार त्यो पहिचानको आधारमा नाम राख्यो भने कमसेकम जस्तो नेवा तामसालिङ प्रदेश हामीले जो प्रस्ताव गरेका छौँ नि, नेवा तामसालिङ प्रदेश नामाकरण गर्यो भने चाहिँ यति धेरै नेवारहरूले त ओहो राज्यले मेरो सम्मान गर्यो है मेरो पहिचानको भनेर अनुभूति त गर्न सक्छ नि त, गर्न पाउँछ नि त। तामाङहरूको नाममा चाहिँ राज्य राख्दाखेरि त तामसालिङ जस्तो राज्य राख्दै गर्दाखेरि त तामाङहरूले त गर्व गर्न सक्छ नि त। मेरो जातिको नाममा मेरो नाम चाहिँ अथवा मेरो पहिचान चाहिँ राज्यले सम्मान गर्यो, मेरो पहिचानलाई चाहिँ राज्यले चाहिँ एकदमै मेटाउने काम गरेन, एकदमै राम्रो बनाइदियो भनेर उसले सम्मान अथवा अनुभूति गर्न पाउँछ नि त। त्यहाँदेखि त्यो नाम राख्नु मात्रै ठुलो कुरा होइन, किनभने त्यसको अनुभूति पनि गर्न पाउनु पर्यो नि, होइन? त बागमतीमा पानी बगेको बगैछ अथवा ढल बगेको बगैछ, उसले चाहिँ उसको नाममा नाम राख्दाखेरि उसले कहिले अनुभूति गर्छ त? कहिले पनि गर्दैन। त्यही भएर हाम्रो आग्रह के हो भने कमसेकम प्रदेशको नामाकरण गर्दाखेरि पहिचानको आधारमा गर्ने र पहिचानको आधारमा गर्दाखेरि कसले अनुभूति गर्न सक्छ त पहिचान, त्यो ऐतिहासिक महत्त्व पनि रहनु पर्यो। फेरि पहिचान भनेर चाहिँ त्यतिकै भनेर पनि भएन। हामीले त कमसेकम ऐतिहासिक सांस्कृतिक पुरातात्विक दृष्टिकोणले चाहिँ यो 3 नम्बर प्रदेशको नाम चाहिँ नेवा तामसालिङ राख्नुपर्छ, जसले गर्दाखेरि यहाँको नेवा भूमिको सम्मान हुन्छ अथवा यहाँको चाहिँ तामसालिङ क्षेत्रको चाहिँ सम्मान हुन्छ र उनीहरूले चाहिँ त्यो सम्मानलाई चाहिँ अनुभूत गर्न पाउँछ नि। त्यसकारण त्यो आधारमा राख्नुपर्छ भनेर हामीले बारम्बार आग्रह गरेका छौँ। यो प्रदेशको सवालमा, नामको सवालमा, भाषाको सवालमा कुरा गर्दाखेरि यो आदिवासी जनजातिहरूले तपाईँहरूले उठाइरहेको मुद्दासँग सहमत नहुनेहरूले के भन्ने गरेका छन् भने नेपालमा सयौँ भाषाभाषी छन्, उनीहरूलाई कसरी मान्यता दिने? नेपालमा सयौँ जाति छन्, उनीहरूलाई को नाममा कसरी चाहिँ प्रदेशहरू नाम दिने? त्यस्तो गर्नु भने यो राज्य टुक्रा पार्न खोजेको हो भन्ने क्वेसन उहाँहरूले गर्नु होइन। त्यो क्वेसन त एउटा हामीलाई लाग्यो त सामन्तवादी एउटा चिन्तन थियो, त्यसको अवशेष हो भन्ने हामीलाई लाग्छ। किनभने तपाईँको चाहिँ मानव 103 भाषा 105वटा भाषा चाहिँ नेपालमा बोलिन्छ भने त्यो सबै भाषालाई चाहिँ तपाईँको सरकारी कामकाजको भाषामा प्रयोग गर्नुपर्छ भनेर हामीले भनेको होइनौँ नि त। हामीले त के भनेका छौँ भने अहिलेकै संविधानले दिएको अधिकार अनुसार संविधानले त भनेको छ नि त न्यूनतम 1% भन्दा धेरै जनताले बोल्ने भाषालाई चाहिँ सरकारी कामकाजको भाषामा चाहिँ बनाऊ भनेको छौँ नि। जस्तो कि 3 नम्बर प्रदेशमा त 1% भाषा जनसङ्ख्या जसले बोल्छ भाषा, जस्तो कि यहाँ हेर्ने भने त तामाङ र नेवारको चाहिँ त्यो सङ्ख्या पुग्छ, त्यो मेजोरिटी पुग्छ। त्यसरी हामीले चाहिँ जस्तो उदाहरणको लागि 3 नम्बर प्रदेशमा चाहिँ सरकारी कामकाजको भाषा चाहिँ नेवारी भाषा र तामाङ भाषालाई राख्नुपर्छ भनेर हामीले भनेका छौँ। र त्यो बाहेक अरू भाषाहरू छ नि, अरू भाषाहरूको लागि चाहिँ तपाईँको संरक्षण गर्ने, उनीहरूको चाहिँ तपाईँको भाषामा चाहिँ पठन पाठनको व्यवस्था गराउने, उनीहरूको भाषामा चाहिँ विभिन्न पत्र पत्रिकाहरू छाप्ने, पुस्तकहरू छाप्ने, सरकारी विभिन्न सूचनाहरूलाई पनि उनीहरूको भाषामा चाहिँ तपाईँको अनुवाद गरेर चाहिँ प्रकाशित गर्ने, अनि विभिन्न चाहिँ राज्यको चाहिँ मुख्य सूचना प्रदायक चाहिँ विभिन्न चाहिँ तपाईँको चाहिँ पुस्तकहरू पत्र पत्रिकाहरू चाहिँ उनीहरूको भाषामा राखिदियो भने त अनि बिस्तारै त्यो भाषाको त संरक्षण हुन्छ नि त। त्यसकारण हाम्रो आग्रह के हो भने हामीले त संविधान अनुसार नै अहिलेको कानुन अनुसार के भन्यो भने 1% जनसङ्ख्या चाहिँ नेवारी भाषा र तामाङ भाषाको पुग्छ। त्यसकारणले गर्दाखेरि 3 नम्बर प्रदेश हामीले प्रस्ताव गरेको चाहिँ नेवा तामसालिङ प्रदेशको चाहिँ सरकारी कामकाजको भाषा चाहिँ एउटा तपाईँको खस नेपाली छँदैछ, त्यो सँगै चाहिँ तपाईँको नेवारी भाषा र तामाङ भाषा पनि हुनुपर्छ भनेर हामीले त्यो आधारका साथ भनेका छौँ। त्यसकारण त्यो बाहेक अरू भाषालाई चाहिँ संरक्षण गर्ने हो, उनीहरूलाई सम्वर्धन गर्ने हो, उनीहरूलाई फेरि थप प्रयोगमा ल्याउनको लागि चाहिँ हौसला प्रदान गर्ने हो। त्यसकारण त्यसरी गर्नुपर्छ भनेर हामीले भनेका छौँ। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा हामीले नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामजीसँग कुराकानी गर्दैछौँ। अब भने छोटो विश्रामपछि पुनः उहाँहरूको आन्दोलनको विषयमा हामी केन्द्रित भएर कुराकानी गर्नेछौँ। जीवु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा खया छिछि बुख मनोरञ्जन यादव नेवाला निया
निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगो लोमङ्का दिमते नेवालय ललितपुर महानगरपालिका कार्यालय कर वर्ष 2074 को अवसरमा भारी कर तथा जरिवाना छुटको सुनौलो अवसर। चालु आवत 2074-75 को मालपोत घर जग्गा कर व्यवसाय करमा 10% छुट। विगत वर्षको बाँकी बक्यौतामा नियमानुसार लाग्ने सम्पूर्ण जरिवाना मिना। मालपोत घर जग्गा कर तथा व्यवसाय करको सम्पूर्ण बक्यौता रकममा पनि 10% छुट। समयमै कर चुक्ता गरी मौकाको फाइदा लिनुहोस्। ललितपुर महानगरपालिका राजस्व प्रशासन महाशाखा। इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा फेरि पनि तपाईँलाई स्वागत गर्न चाहन्छौँ। हामी अहिले कुराकानी गरिरहेका छौँ जगत बरामसँग। उहाँ नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष हुनुहुन्छ। उहाँहरूले उठाइरहेको मुद्दाको विषयमा, आन्दोलनको विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौँ। उहाँहरूले जुन पहिचानको मुद्दा, अहिलेको आदिवासी जनजातिहरूको मुद्दा, चाहे त्यो सार्वजनिक विधाको होस्, चाहे भाषिक सवाल होस्, चाहे पहिचानको होस्, चाहे प्रदेशको नामको सवालमा होस्, यी विषयहरूमा उहाँहरूले मुद्दा बनाई अहिले आन्दोलन गरिरहेको अवस्था छ। अब फेरि उहाँसँग कुराकानीतर्फ लागौँ। तपाईँहरूले जुन अहिले मुद्दा बनाएर आन्दोलन गरिराख्नु भएको छ, यो सँगसँगै काठमाडौँ उपत्यकासँग जोडिएर हेर्दाखेरि यहाँ चाहिँ सडक विस्तारको छ, बाहिरी चक्रपथको छ, फास्ट ट्र्याकको छ, जुन ढङ्गको नेवा समुदायसँग जोडिएको र उनीहरूले आन्दोलन उठाइरहेको यो मुद्दा उठाइरहेको अवस्था छ। यो विषयमा तपाईँहरूको चाहिँ हामीले त निर्णय गरिसकेका छौँ। हामीले त बैठक बसेर निर्णय गरिसकेका छौँ। किनभने काठमाडौँ उपत्यका भनेको चाहिँ तपाईँहरूको नेवारहरूको चाहिँ नेवार सभ्यताको चाहिँ एउटा चाहिँ सम्पत्ति हो। यो थलो हो, यो ऐतिहासिक चाहिँ थाक थलो हो। किनभने यहाँ चाहिँ धेरै सांस्कृतिक सम्पदाहरू छन्, पुरातात्विक सम्पदाहरू छन्, तपाईँको धेरै चाहिँ तपाईँको ऐतिहासिक सम्पदाहरू छन्। त्यस कारणले गर्दाखेरि अब तपाईँको चाहिँ हामीले बारम्बार आग्रह गरेका छौँ कि हामीले चाहिँ बारम्बार भनेका छौँ कि सडक विस्तार गर्दै जाँदाखेरि तपाईँको चाहिँ यहाँकोलाई चाहिँ यहाँको भूमिलाई चाहिँ आदि भूमि सम्झेर चाहिँ बसेका चाहिँ नेवार समुदायको चाहिँ यहाँ उठीवास गराएको छ हो। हामीले बारम्बार भनेका छौँ कि घरहरू भत्काइएको छ, बस्ने ठाउँहरू भत्काइएको छ। अब खेतीबाली लगाएर खाने ठाउँ त त्यो आफ्नो ठाउँमा अझ छँदैछ, तर यहाँ बास बस्ने तपाईँको चाहिँ त्यो घर समेत भत्काएर चाहिँ यो सरकारले, अहिलेको राज्यले चाहिँ एकदमै निरङ्कुश, तपाईँको निर्दयी, एकदमै अन्यायपूर्ण र विभेदपूर्ण तरिकाले चाहिँ यहाँ चाहिँ तपाईँको सडक विस्तार भइराखेको छ। र हामीले भनेका छौँ कि तपाईँको अहिले हामी त फेरि विकासको विरोधी होइन, हामी विकास हुनुपर्छ भन्ने पक्षमा सधैँ वकालत गर्छौँ। तर विकासको नाममा चाहिँ यहाँको सांस्कृतिक सम्पदाहरू चाहिँ मेटाउने, ऐतिहासिक सम्पदाहरू मेटाउने, पुरातात्विक सम्पदाहरू मेटाउने, अनि मानवहरू चाहिँ तपाईँको चाहिँ उत्पत्ति भएको चाहिँ तपाईँको यो नेवारहरूको आदि थलो नै चाहिँ भत्काएर चाहिँ विकास निर्माण त हामीलाई चाहिँ यो मान्य हुँदैन भनेर हामीले बारम्बार भनेका छौँ। र हामीले के पनि आग्रह गरेका छौँ भने कमसेकम विकास निर्माण गर्ने हो भने अथवा सडकलाई चाहिँ सही ढङ्गले चाहिँ सुचारू गर्ने हो भने त्यहाँभित्रको अन्डरग्राउन्डहरू बनाएर अथवा चाहिँ फ्लाइओभरहरू बनाएर पनि बनाउन सक्छौँ नि। मात्रै चाक्लो फराकिलो बनाएर मात्रै चाहिँ विकास हुन्छ भन्ने होइन नि त। त्यसकारण हामीले बारम्बार चाहिँ सरकारलाई पनि आग्रह गरेका छौँ अथवा हामीले राजनीतिक दललाई पनि भनेका छौँ। र हामीले एउटा आन्दोलनको एउटा चाहिँ मूल एजेन्डा यो पनि हो क्या। किनभने यो चाहिँ तपाईँ गैर न्यायिक रूपमा चाहिँ विभेदपूर्ण रूपमा चाहिँ तपाईँको यो गरिएको सडक विस्तार चाहिँ राज्यले तत्काल बन्द गर्नुपर्छ। र जति चाहिँ सडक विस्तारको नाममा चाहिँ क्षति पुगेको छ नि, सांस्कृतिक धरोहरहरू चाहिँ लोप भएर गएको छ, आदिवासी नेवारहरूको चाहिँ बास बस्ने ठाउँहरू हराएर गएको छ, त्यो चाहिँ सरकारले चाहिँ उचित किसिमले चाहिँ तपाईँको क्षतिपूर्ति सहितकै त्यो भरिभराउ गर्नुपर्छ भनेर हामीले बारम्बार आग्रह गरेका छौँ। र यति मात्रै नभएर अहिले फेरि यो सडक विस्तारको काम छँदैछ र सँगै फेरि अर्को पनि थप दिएको छ, तपाईँको बाहिरी चक्रपथ बनाउने, अरू चाहिँ तपाईँको फास्ट ट्र्याक बनाउने, अनि फास्ट ट्र्याकको नाममा चाहिँ आदिवासी नेवारहरूको चाहिँ तपाईँको ऐतिहासिक पुरातात्विक सांस्कृतिक सम्पत्तिलाई चाहिँ तपाईँको हटाइदिने। अनि यहाँ चाहिँ हामीले बारम्बार के सोचेका छौँ भने राज्यले चाहिँ यो आदिवासी जनजातिहरूको चाहिँ संस्कृति नै हटाइदिएपछि त यहाँको यिनीहरूको जाति नै हराउँछ। जाति नै हराइसकेपछि अनि एउटा जो सामन्तवादी प्रथा, एउटा चाहिँ ब्राह्मणवाद
विवाद छ नि त्यसलाई चाहिँ मलजल गरेर चाहिँ सधैँ एउटै चाहिँ तपाईँको जातिले एउटै भाषाले एउटै चाहिँ तपाईँको समुदायले चाहिँ राज्य सञ्चालन गर्न पाउँछ भन्ने एउटा यो दीर्घकालीन सोचका साथ चाहिँ यो राज्य अगाडि बढेको छ, यो सरकार अगाडि बढेको छ। त्यसकारण हामीले चाहिँ धेरै देखेका छौँ कि जब तपाईँको हेर्नुहोस् न अहिलेको तपाईँको खोकनाको तपाईँको समस्या छ, अहिले बाहिरी चक्रपथको समस्या छ, अनि बाहिरी चक्रपथ बनाउने त्यहाँको नेवार र तामाङलाई त्यहाँबाट चाहिँ उठीवास गराइदिने चाहिँ त्यहाँबाट हटाइदिने अनि यहाँभित्र चाहिँ त्यो चक्रपथ अहिलेको चक्रपथभित्रको चाहिँ तपाईँको सांस्कृतिक धरोहरहरू भत्काइदिने, त्यो लोप गराइदिने अनि त्यसपछि त नेवारहरूको पहिचानै लोप भइसकेपछि त अनि नेवार जाति बिस्तारै लोप हुन्छ अनि बिस्तारै लोप भइसकेपछि त अनि एउटै मात्रै मैले भने जस्तै अघि भने जस्तै एउटै मात्रै जाति, एउटै मात्रै भाषा, एउटै मात्रै समुदाय, एउटै मात्रै चाहिँ तपाईँको त्यो गोत्रले चाहिँ राज्य सञ्चालन गर्ने यो राज्यको चाहिँ एउटा समुदायको चाहिँ यो जो एउटा चिन्तनले बोकेर यो अगाडि बढेको छ। त्यसकारण हामीले बारम्बार आग्रह गरेका छौँ कि यस्तै किसिमले मैले अघि भने नि यस्तै किसिमले चाहिँ राज्य विभेदपूर्ण ढङ्गले गैर न्यायिक रूपमा चाहिँ अगाडि बढ्यो भने देश चाहिँ द्वन्द्वमा फेरि जान्छ। जसरी चाहिँ तपाईँको 52 सालमा चाहिँ माओवादीहरूले युद्ध गरेका थिए त्योभन्दा चर्को भयानक हुन्छ भन्ने हामीले चाहिँ पछिल्लो समयमा यो सडक विस्तारसँगै जोडिएर जिम्मेवार व्यक्तिहरूले पनि एउटा भन्न थालेका छन् कि तपाईँको धेरै चर्चाको विषय बन्यो काठमाडौँ उपत्यकाभित्र कोही पनि आदिवासी छैन भनेर। होइन त्यो त बिल्कुल गलत हो। त्यो त हाम्रो आदिवासी जनजातिहरू माथिको ठुलो प्रहार हो। हामीले त यो तपाईँको जो समाचारहरू बाहिर पनि केही आयो कि जस्तो काठमाडौँमा त कोही पनि आदिवासी नै छैनन् जो भन्ने आयो, यो त हामी माथिको सरासर हाम्रो पहिचान माथिको खेलबाड हो। यो त एकदमै अन्यायपूर्ण हो, विभेदपूर्ण हो, खेदपूर्ण हो। त्यस कारणले गर्दाखेरि म तपाईँकै इन्डिजिनियस टेलिभिजन मार्फत चाहिँ त्यो जसले बोलेको हो उनीप्रति चाहिँ खेद प्रकट गर्न चाहन्छु। किनभने त्यस्तो चाहिँ तपाईँको यो विरोधाभास कुराहरू गरेर यस्तो चाहिँ तपाईँको गैर न्यायिक कुराहरू गरेर यस्तो चाहिँ षड्यन्त्रमूलक कुरा गरेर चाहिँ देशलाई चाहिँ उनीहरू नै फेरि द्वन्द्वतिर लानलाई चाहिँ उत्प्रेरित गराइरहेछन् क्या। त्यसैले यो चाहिँ बिल्कुल बन्द हुनुपर्छ। यस्ता अभिव्यक्तिहरू जसले दिएछ, यस्ता अभिव्यक्ति दिनलाई जसले चाहिँ तपाईँको चाहिँ अथवा चाहिँ उत्साहित गराएको छ तिनीहरू चाहिँ सजग रहनुपर्छ। त्यस्ता मान्छेहरूलाई चाहिँ हामीले पहिचान गरेर उनीहरूलाई चाहिँ हामीले आदिवासी जनजातिको तर्फबाट चाहिँ अथवा नेवार समुदायको तर्फबाट चाहिँ हामी नै कारबाही गर्छौँ। किन पछाडि हट्ने हामी पनि होइन। त्यस कारणले गर्दाखेरि हामीले बारम्बार आग्रह गरेका छौँ भने के आग्रह गरेका छौँ भने यो देश चाहिँ यो मुलुक चाहिँ अथवा यो सरकार चाहिँ सधैँ एउटै मात्रै जाति एउटै मात्रै भाषाले चाहिँ राज्य गर्न पाउनुपर्छ भन्ने सोचका साथ अगाडि बढेको छ। तपाईँले चाहिँ कैलालीको घटनाबाट हेर्नुहोस् न, तपाईँले हामीले बारम्बार भनेका थियौँ कि त्यति धेरै जनताको मत ल्याएर चाहिँ तपाईँको निर्वाचित हुने चाहिँ रेशम चौधरीलाई चाहिँ तपाईँको चाहिँ अहिले चाहिँ जेलमा राख्ने होइन। अनि त्यस्तै प्रवृत्तिको चाहिँ घटना घटाएर चाहिँ तपाईँको चाहिँ यो इन्टरनेसनल्ली चाहिँ तपाईँको त्यो चाहिँ इन्टरपोलमा चाहिँ यो चाहिँ अपराधी हो भनेर चाहिँ नाम दर्ज भइसकेको चाहिँ नवराज सिलवाल भने चाहिँ खुला फुली लाएर चाहिँ ढाका टोपी ढल्काएर सिंहदरबारको पेरिफेरीमा चाहिँ परिक्रमा गरिरहने। त्यस कारणले गर्दाखेरि त्यो नवराज सिलवाल चाहिँ तपाईँको चाहिँ एउटा तपाईँको ब्राह्मण समुदायको व्यक्ति भएकै कारणले गर्दाखेरि ऊ खुला हिँड्न पाएको छ। अनि हाम्रो समुदायको थारू समुदायको रेशम चौधरी चाहिँ थारू भएकै कारणले गर्दाखेरि अपलित हुन परेको छ। त्यही भएर यो राज्यको विभेद यो सबैभन्दा ठुलो विभेद हो। यही विभेदको अन्त्य जबसम्म हुँदैन तबसम्म हाम्रो आन्दोलन चाहिँ निरन्तर चलिरहेको छ। अब तपाईँहरूको आन्दोलन भन्दाखेरि के छ? तपाईँहरू आन्दोलन होइन, हामीले त बारम्बार हाम्रो आन्दोलन हेर्नुहोस् यो किनभने ठिक छ राज्यले दमन गर्ला, राज्यले हामीमाथि थिचोमिचो गर्ला। तपाईँले देख्नुभयो नि अस्ति तपाईँको चाहिँ यो गैर न्यायिक रूपमा चाहिँ सडक विस्तार भयो, यो चाहिँ यसबाट चाहिँ उचित किसिमको क्षतिपूर्ति पाउनुपर्छ। अब चाहिँ यो गैर न्यायिक चाहिँ सडक विस्तार चाहिँ रोक्नुपर्छ भनेर चाहिँ यहाँका चाहिँ सोझा सिधा चाहिँ तपाईँको आदिवासी नेवारहरू सडकमा चाहिँ आफ्नो चाहिँ तपाईँको चाहिँ धन सम्पत्ति, आफ्नो श्री सम्पत्ति, आफ्नो जायजेथा चाहिँ संरक्षण गर्न पाऊँ अथवा चाहिँ त्यसलाई चाहिँ तपाईँको चाहिँ के अरे हटाउनु हुँदैन, त्यसलाई चाहिँ बिगार्नु हुँदैन भनेर चाहिँ शान्तिपूर्ण गरेको धरनामा राज्यले हेर्नुहोस् त कस्तो चाहिँ कठोर चाहिँ तपाईँको आक्रमण गरेको। त्यस कारण हामीले के भनेका छौँ भने यदि यस्तै खाले आक्रमण गर्दै जाने हो भने चाहिँ हामीले भनेका छौँ कि यो मुलुक चाहिँ फेरि चाहिँ बडो चाहिँ अप्ठ्यारो स्थितिमा पर्न सक्छ। हामीले विभिन्न खालेको एकदम नरम आन्दोलनहरू चाहिँ हामीले घोषणा गरेका छौँ। हामीले तपाईँको चाहिँ विभिन्न खाले ज्ञापन पत्रहरू बुझायौँ, तपाईँको प्रधानमन्त्रीलाई चाहिँ तपाईँको जिल्ला मार्फत बुझायौँ, विदेशी राजदूतावास मार्फत चाहिँ हाम्रो विदेशी स्थित राजदूतावास मार्फत बुझायौँ, हामीले मुख्यमन्त्रीको कार्यालय मार्फत बुझायौँ, यहाँ गृहमन्त्रीलाई सभामुखलाई विभिन्न राजनीतिक दलको नेतालाई बुझायौँ। अनि हामीले यही ज्ञापन पत्र चाहिँ प्रधानमन्त्री चाहिँ खड्गप्रसाद ओलीलाई पनि बुझाउने भनेर चाहिँ हामीले चाहिँ योजना बनाएका थियौँ। हामीलाई त समय नै दिँदैन। हामीले पटक आग्रह गर्यौँ हाम्रो ज्ञापन पत्र हाम्रो माग मुद्दा चाहिँ तपाईँले ग्रहण गर्न किन यत्रो चाहिँ आइतबार कुर्नु पर्यो। अनि हामीले भन्यौँ कि यही प्रवृत्ति यस्तै खाले चाहिँ चरित्रलाई चाहिँ ब्राह्मणवादी चरित्र भन्छ क्या।
होइन, निरङ्कुश चरित्र भन्छ क्या। अहिलेको सरकार त तपाईँको यति निरङ्कुश थियो कि तपाईँको राजा महेन्द्र अथवा चाहिँ त्यति बेलाको श्री 3 जङ्गबहादुर भन्दा पनि निरङ्कुश भएर निस्केको छ। त्यस कारण एउटा नेपालीमा भेट्न पाएको होइन, भेट्न दिइएन, भेट्न इच्छा जाहेर गरिएन। त्यस कारणले गर्दाखेरि हामीले आग्रह गरेका छौँ कि अब हामी चाहिँ तपाईँको अहिलेसम्म सरकारको विरुद्ध भनेर हामीले चाहिँ हाम्रो विभिन्न किसिमको चाहिँ क्रियाकलापहरू गरिरहेका छौँ। भोलि चाहिँ यस्तै प्रवृत्तिहरू चाहिँ विकसित हुँदै जाने हो भने हामी सिधै सरकार भन्दा पनि केपी ओलीको विरुद्धमा उत्रिनुपर्ने स्थिति आउन सक्छ। त्यस कारण त्यो नहोस् भन्ने हामी चाहन्छौँ। किनभने प्रधानमन्त्रीले अहिले सचेत भएर चाहिँ कमसेकम लोकतन्त्रको मूल्य मान्यतालाई चाहिँ तपाईँको सम्झेर, किनभने लोकतन्त्रमा त सबैको आवाज चाहिँ सुन्न सक्नुपर्छ नि त, सबैले चाहिँ बोल्न पाउनुपर्छ नि त, सबैले लेख्न पाउनुपर्छ नि त भन्ने हो नि त लोकतन्त्रको चाहिँ मूल मुद्दा भनेको। तर लोकतन्त्रको उपहास गर्ने गरेर चाहिँ यति धेरै 35% भन्दा बढी चाहिँ आदिवासी जनजाति समुदायको एउटै मात्रै चाहिँ प्रतिनिधिमूलक संस्थाकोलाई चाहिँ प्रतिनिधिहरू चाहिँ ल तपाईँलाई हाम्रो माग मुद्दाहरू चाहिँ दर्ज गर्छौँ भन्दाखेरि भेट्न नचाहने, भेट्न नदिने, भेट्न नखोज्ने। त्यस कारण यस्तो किसिमको खराब आचरण भएको प्रधानमन्त्री सायद नेपालमा यो पहिलोपटक होला। यो एकदम खेदपूर्ण छ। हामीले चाहिँ बारम्बार भनेका छौँ कि ठिक छ, अब हामीलाई हाम्रो माग मुद्दाहरू सुन्न चाहँदैन भने हामी सडक मार्फत नै सुनाउँछौँ। अब सडक मार्फत सुनाउन जाने क्रममा चाहिँ विभिन्न चाहिँ त्यसबाट चाहिँ समस्याहरू आउन सक्छन्। त्यो समस्याहरूको चाहिँ जवाबदेही चाहिँ सरकार होइन कि अहिलेको गृहमन्त्री र अहिलेको चाहिँ प्रधानमन्त्री नै हुनुपर्छ। कस्ता कार्यक्रमहरू हामीले चाहिँ तपाईँको हामीले अस्ति वैशाख 7 गते चाहिँ तपाईँको प्रदर्शन गऱ्यौँ होइन, र त्यो वैशाख 7 गते प्रदर्शन तपाईँको गरिसकेपछि चाहिँ अब हामीले पर्सि 22 गते चाहिँ धुमधामसँग हामीले हर्षोल्लासका साथसँग हामीले मनाउने लोछारलाई, हामीले मनाउने उधौली उभौलीलाई, हामी मनाउने माघे सङ्क्रान्तिलाई चाहिँ हामीले पर्सि 22 गते चाहिँ एउटा आन्दोलनको रूपमा चाहिँ हामीले चाहिँ माइतीघर मण्डेलामा जम्मा भएर बानेश्वरसम्म चाहिँ हाम्रो र्याली, सांस्कृतिक र्याली सहितको बाजागाजा सहित हामीले धिमी बाजा बजाउँछौँ अथवा ढोल झ्याम्टाहरू बजाउँछौँ, हामीले मादल बजाउँला, हामीले चाहिँ तपाईँको खैँचडी बजाउँला, डम्फु बजाउँला। यो गरेर चाहिँ हामीले एउटा चाहिँ सरकारलाई चाहिँ एउटा दबाब स्वरूप चाहिँ हामीले गर्दैछौँ। र यो 22 गतेको चाहिँ हाम्रो आन्दोलनले पनि अझ भएन भने, सरकारले सुन्न चाहेन भने हामी चाहिँ त्योभन्दा कडा खालको चाहिँ आन्दोलनको कार्यक्रमहरू चाहिँ घोषणा गर्दैछौँ। त्यस कारणले गर्दाखेरि मैले चाहिँ तपाईँको टेलिभिजन मार्फत चाहिँ यो टेलिभिजन हेरिरहनु हुने सबै दर्शक चाहिँ महानुभावहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले सांस्कृतिक सम्पत्तिको चाहिँ सांस्कृतिक सम्पदाको त हाम्रो लोसार, हाम्रो चाहिँ उधौली उभौली, माघे सङ्क्रान्ति अथवा सबै खाले चाहिँ आदिवासी जनजातिहरूको चाहिँ सांस्कृतिक सम्पत्तिको चाहिँ रक्षाको लागि चाहिँ जब यो राज्यले चाहिँ हामीमाथि धावा बोल्यो, हामीमाथि अत्याचार गर्यो, हाम्रो सांस्कृतिक पहिचानमाथि चाहिँ प्रहार गर्यो, यो प्रहारको विरुद्धमा चाहिँ पर्सि 22 गते चाहिँ हामीले माइतीघर मण्डेलामा चाहिँ जम्मा हुन्छौँ। त्यहाँ जम्मा हुनको लागि पनि म आग्रह गर्न चाहन्छु। र त्यो गरिसकेपछि चाहिँ कमसे कम हामीले लोकतन्त्रको चाहिँ प्रयोगलाई चाहिँ सही ढङ्गले गर्न पाउनुपर्छ मात्रै भनेका हौँ। हामीले त लोछार मान्न पाउनुपर्छ मात्रै भनेका हौँ। यहाँ त के भइदियो भने दसैँ तिहार चाहिँ हामीले मानिदिनु पर्ने, अनि हाम्रो चाडपर्व चाहिँ फेरि दसैँ तिहार मान्नेले नमान्ने पनि हुने। त्यसैले यहाँ त के भने राज्यले त यहाँ चाहिँ नागरिकलाई त 2-3वटा चाहिँ क्याटेगोरी गर्यो। एक थरीको नागरिकलाई चाहिँ तपाईँको ए श्रेणीको जस्तो चाहिँ दसैँ तिहार मान्ने, मनाउने, त्यसपछि चाहिँ राज्यले पनि धन सम्पत्ति खर्च गरिदिने, तोप पड्काइदिने, बढाइ गरिदिने, पशुपतिमा चाहिँ तपाईँको चाहिँ शिवरात्रि मनाउँदाखेरि पनि सार्वजनिक बिदा दिने। तर यति धेरै चाहिँ करोडौँ आदिवासीहरूले चाहिँ तपाईँको मनाउने लोसार, सांस्कृतिक अरू पर्वहरूलाई चाहिँ यहाँ चाहिँ तपाईँको दोस्रो दर्जाको नागरिक जस्तो आफूले मात्रै चाहिँ तपाईँको चाहिँ मनाउन गरिदिने। हेर्नुहोस् न, हामीले बारम्बार भनेका छौँ कि जस्तो सरकारको अहिले मात्रै कुरा जस्तो लोसार मनाउँदै गर्दाखेरि, जस्तो कि तमु लोसार मनाउँदै गर्दाखेरि तमुलाई मात्रै बिदा अरे, अनि तमुलाई मात्रै बिदा दिँदाखेरि अनि तमुको बच्चा चाहिँ तपाईँको घरमा चाहिँ मजाले लोछार मानेर बस्ने, अनि छेत्री बाहुनको बच्चा चाहिँ स्कुलमा पढेर बस्ने। यस्तो अन्याय पनि हुन्छ कि छेत्री बाहुनहरू चाहिँ ए ग्रेडको अनि गुरुङहरू चाहिँ बी ग्रेडको नागरिक हो देशको। त्यस कारण यो विभेदपूर्ण चाहिँ किसिमले चाहिँ सरकार अगाडि बढेको छ। त्यस कारण यो खेदपूर्ण चाहिँ यो सरकारको नीतिको विरुद्धमा हामी सडकमा झरेका छौँ। सडकमा झरिरहँदाखेरि चाहिँ राज्यले सुन्नुपर्छ। सुनेन भने फेरि देश अहिले मैले भने जस्तै अशान्ति हुन्छ, नचाहेर पनि अशान्ति हुन्छ। यो चाहिँ सबै जिम्मेवारी चाहिँ सरकार लिनुपर्छ भन्ने हाम्रो कुरा। जगत बरामजी, तपाईँले समय दिनुभयो र तपाईँहरूको मुद्दा, तपाईँहरूको आन्दोलनको विषयमा यति धेरै जानकारी गराउनुभयो, आफ्ना विचार राख्नुभयो, यसको लागि धन्यवाद फेरि यहाँलाई पनि यहाँको टेलिभिजन मार्फत चाहिँ हाम्रो माग मुद्दाहरू चाहिँ संसारभरि चाहिँ जो फैलाउने एउटा अवसर दिनुभयो, त्यसको लागि चाहिँ यो जुन इन्डिजिनियस टेलिभिजन र तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। नमस्कार जोजोलपा। ललितपुर महानगरपालिका कार्यालय कर वर्ष 2074 को अवसरमा भारी कर तथा जरिवाना छुटको सुनौलो अवसर।
चालु आवत 2074-75 को मालपोत, घर जग्गा कर, व्यवसाय करमा 10% छुट। विगत वर्षको बाँकी बक्यौतामा नियमानुसार लाग्ने सम्पूर्ण जरिवाना मिना। मालपोत, घर जग्गा कर तथा व्यवसाय करको सम्पूर्ण बक्यौता रकममा पनि 10% छुट। समयमै कर चुक्ता गरी मौकाको फाइदा लिनुहोस्। ललितपुर महानगरपालिका राजस्व प्रशासन महाशाखा। झिगु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा खया छिछि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमङ्का दिमते नेवाला